हेलो एन्ड नमस्ते सम्पूर्ण साथीहरूलाई। के तपाईँले भर्खरै सिई पास गर्नुभएको हो र नेपालमा सिट पाउन गाह्रो भइरहेछन् या अ, कहाँ गएर पढ्ने, कहाँ गएर कुन देश गएर पढ्ने होइन त्यो खोज्दै हुनुहुन्छ भने नेपाली प्रोफेसरहरू नै भएको, इन्डियन प्रोफेसर भएको होइन र यहाँसम्म कि नेपालकै एकजना वरिष्ठ न्युरोसर्जन डिन भएको है। सो त्यो युनिभर्सिटी यानि कि एसिया इन्टरनेसनल युनिभर्सिटी जुन उज्बेकिस्तानमा छन् होइन। आज हामी त्यसको बारेमा सम्पूर्ण जानकारी लिएर आएको छौँ होइन। यदि तपाईँले एसिया इन्टरनेसनल युनिभर्सिटी बारेमा होइन खोज्दै हुनुहुन्छ भने तपाईँ सही ठाउँमा आउनुभएको छन् होइन। यस भिडियोमा तपाईँले सम्पूर्ण जानकारी पाउने हुनेछन् होइन। र साथै लास्टमा होइन ह्याचल फ्री होइन के भन्छ कुनै पनि टेन्सन नलिकन कसरी मजाले एप्लाई गर्न सकिन्छ होइन त्यो कुरा हामी तपाईँलाई सम्पूर्ण जानकारी दिनेछौँ होइन। सो भिडियोको लास्टमा बन्नु होला र हरेक जानकारी हामी तपाईँलाई दिनेछौँ होइन। साथै के प्रोज र के कन्सहरू सबै कुरा हामी एक्सप्लेन गर्नेछौँ है त। सो पहिलो हाम्रो युनिभर्सिटीको नाउँ चाहिँ रहेछ होइन एसिया इन्टरनेसनल युनिभर्सिटी होइन। यो चाहिँ हाम्रो युनिभर्सिटीको नाउँ रहेछन् होइन र सेम नाम के भन्छन् अर्को ल्याङ्ग्वेजमा यहाँ लेखेर रहेछन् है। सो एसिया इन्टरनेसनल युनिभर्सिटी भयो होइन। यो चाहिँ 2025को प्रोस्पेक्टस रहेछन् है। के कुरा छ हामी सबै कुरा बिस्तारै बिस्तारै हेर्दै जानेछौँ होइन, हेर्न सक्छौँ होइन। यसमा चाहिँ करेन्टली होइन 23,000भन्दा बढी स्टुडेन्टहरू इनरोल भएको छन् डिफ्रेन्ट फ्याकल्टीमा होइन र 50भन्दा बढी डिग्री प्रोग्रामहरू एभाइलेबल छ युएस युनिभर्सिटीमा होइन र 5वटा मोडर्न क्याम्पसहरू एभाइलेबल छन् र यहाँ भनेअनुसार होइन यस युनिभर्सिटीको 46वटा एफिलिएटेड हस्पिटलहरू छन्। सो भोलि गएर क्लिनिकल एक्सपोजरको लागि पनि तपाईँले केही समस्या पक्कै पनि हुँदैन है। र सँगसँगै यस युनिभर्सिटीले युएसए जस्ता र अरू पनि 15वटा कन्ट्रीमा होइन के भन्छ पार्टनरसिप, इन्टरनेसनल पार्टनरसिप साइन गरेको रहेछन् है त। सो यो छोटो मिठो जानकारीहरू भयो होइन। सँगसँगै यहाँ हेर्न सक्नुहुन्छ यो युनिभर्सिटीमा 2टा प्रोग्राम छन् जसले मेडिकल फिल्डमा होइन। एउटा चाहिँ एमबिबिएस प्रोग्राम छन् होइन जुन कि कम्प्लिटली नेपाली अथवा इन्डियन होइन एनएमसी र एमसिआई जुन भन्छ नि होइन र बङ्गलादेश र पाकिस्तानहरू काउन्सिल अनुसार होइन ठ्याक्कै त्यसै काउन्सिल अनुसार पर्फेक्टली फिट हुने गरी होइन 5 होइन 5+1 होइन यानि कि 5 इयरको थ्योरी र 1 इयर कम्पलसरी इन्टर्नसिप गरेर 6 इयरको प्रोग्राम ल्याएको छ है। जुन कि एक्ज्याक्टली एनएमसी म पछि गएर तपाईँलाई देखाउँछु एनएमसीसँग कसरी लिङ्क छ भनेर हरेक देखाउँछु होइन। र फर्स्ट इयर जुन हुन्छ नि होइन त्यो ठ्याक्कै नेपालकै हुबहु होइन सेम टु सेम त्यो एनाटोमी फिजियोलोजी बायोकेमिस्ट्रीहरू पढाइ हुने सेम टु सेम यहाँसम्मको बुक्सहरू पनि सेम बुक्सहरू फलो गर्ने होइन। सो त्यस्तो खाले युनिभर्सिटी छन्। यसरी यो कलेज तपाईँ यसरी बुझ्नुहोस् होइन कि युनिभर्सिटी चाहिँ नेपालकै हो तर बोर्डरभन्दा बाहिरपट्टि छन् होइन त्यसरी बुझ्नु होइन। सँगसँगै अर्को प्रोग्राम भनेको यहाँ एमडी प्रोग्राम लेखेका छन् है। अब यहाँ एमडी प्रोग्राम लेख्यो देख्दाखेरि कति साथै झुकिन सकिन्छ होइन कि एमडी भनेको के यो एमबिबिएस पछि गरिने एमडी हो त। सो यो पक्कै पनि त्यो चाहिँ होइन किन होइन त यहाँ यहाँ सोच्छु यहाँ चाहिँ 6 इयर लेखेका छन् होइन र एमडी प्रोग्राम 3 इयरको हुन्छ। यो चाहिँ के हो भन्दाखेरि हामीले एसिया युनिभर्सिटीको होइन त्यहाँको अधिकारीसँग कुरा गर्दाखेरि हामीले के पायौँ भन्दाखेरि यो चाहिँ खासमा एमबिबिएस सरहकै प्रोग्राम हो र विशेष गरी यो चाहिँ अरू कन्ट्रीहरूको लागि प्रोग्राम हो जुन कि एमबिबिएस सरह नै हुन्छन् जस्ट नेम मात्रै एमडी प्रोग्राम हुन्छन् तर यो चाहिँ 6 इयरकै होइन कोर्स हो र एमबिबिएस सरह नै हुन्छन्। जस्ट बेसिकली नेप्लिजहरू भनेको नेप्लिज र इन्डियनहरू भनेको तपाईँको एमबिबिएस प्रोग्राम 5+1 प्रोग्राममा इनरोल हुने गरेका छन् है त। सो यो भयो। अब यहाँ पाँचवटै क्याम्पसको होइन फोटो हालिएर रहेछन् है त। सो यो चाहिँ क्याम्पस नम्बर 1 भयो तपाईँको होइन। पहिलो क्याम्पस यस्तो खाले छन् होइन यो क्याम्पस 1को फोटो भयो। यो चाहिँ तपाईँ क्याम्पस 2को फोटो भयो। सँगसँगै यहाँ चाहिँ क्याम्पस 3 होइन र क्याम्पस नम्बर 4 र क्याम्पस नम्बर 5 गरेर 5वटा क्याम्पस मैले सुरुमै भनेको थिएँ होइन यो युनिभर्सिटीको 5वटा क्याम्पस रहेछन् है त। त्यसै गरी यहाँ के छन् अरू एक्स्ट्रा एक्टिभिटिजहरूमा होइन हेर्न सक्नुहुन्छ होइन ल्याब फेसिलिटिजहरू पुरै मजाको छ हरेक कुराहरू होइन नलेज र स्किल एकदम पुरै त्यसमा केही पनि कमी गर्दैनन् होइन त्यस्तो छन्। साथै इक्जामिनेसन सिस्टमहरूमा पनि एमसिक्यूहरू अब्जेक्टिभ स्ट्रक्चर होइन लङ केस सर्ट केसहरू सबै मिलाएर क्वेसनहरू सोधिएको यहाँ उल्लेख गरेका छन् होइन। र यहाँ सक्नुहुन्छ केही फोटोहरू ल्याबहरूको फोटोहरू होइन लाइब्रेरीको फोटोहरू होइन त्यस्तो राखिया छन् होइन। सँगसँगै मोडर्न टेक्नोलोजीहरू युज गरेर होइन जुन एआर भिआरहरू हुन्छन् होइन त्यो कुराहरू एकदम पुरै मजाले होइन। र सँगसँगै एउटा फाइदा के छ भन्दाखेरि यहाँ तपाईँको एफएमजी युएसएमएलएहरूको लागि होइन सुरु इयरदेखि नै
तपाईँले त्यसै फोकस्ड होइन र त्यसै अनुसार प्रिपरेसनको अनुसारले होइन कोर्सहरू डिजाइन गरेका छन् होइन। र यहाँसम्म कि हामीले थाहा पाएअनुसार एनएमसीहरूको पनि तपाईँको ट्युसन क्लासेसहरू पनि सुरुदेखि नै गराइरहेको हुन्छन् हरेक कुराहरू होइन। र अर्को कुरा मुख्य कुरा भनेको तपाईँको फ्यामिली लाइक एटमोस्फियर छ। यो कसरी छ भन्दाखेरि तपाईँको यहाँको जुन चाहिँ प्रोफेसरहरू त्यो तपाईँको प्रोफेसर कि त नेपाली छन् कि त इन्डियन छन् होइन कि त बङ्गलादेशी छन् होइन। त्यसै अनुसारले होइन तपाईँको पुरै पारिवारिक माहौल त्यहाँ एकदम पाउनुहुन्छ, त्यसमा नो डाउट। सो कोही प्यारेन्ट्स यदि वरिड हुनुहुन्छ भने मेरो छोराछोरीको भविष्य कस्तो होला के होला होइन, त्यो कम्प्लिट त्यो कुराको त्यहाँ ध्यान दिएको छ होइन। होइन र हेर्छ हुन्छ 70% टिचर हुन्छ नि त्यो फरेन टिचर यानि कि जुन टिचरहरू नेपाली टिचरहरू छन् क्या होइन, अथवा के भन्छ इन्डियन टिचरहरू छन् होइन, त्यस्तो कुरा छ है त। सो त्यो कुरा भयो होइन। मोर देन युनिभर्सिटी अफ फ्यामिली भनेर लेखेर रहेछ होइन। त्यहाँदेखि प्यारेन्ट्स कम्युनिकेसन एन्ड सपोर्टहरू होइन, हरेक कुरा यहाँ एकदमै ध्यानपूर्वक सञ्चालनमा ल्याइएको छ होइन। सँगसँगै अब बिदा भएको बेला होइन डिफ्रेन्ट जति पनि फेस्टिभलहरू छ, इन्डियन पपुलर फेस्टिभल दसैँ होस् तिहार होस् होइन, सम्पूर्ण फेस्टिभलहरू एकदम धुमधामको साथ मनाइने गरेका छन्, ताकि होइन विद्यार्थीलाई लोन्ली फिल नहोस् होइन, र सँगसँगै पढाइ सँगसँगै अरू पनि कुराहरूमा उत्तिकै अब्बल होस् भनेर होइन हरेक कुराहरू त्यहाँ गराउने गरेका छन्। यो चाहिँ तपाईँको लास्ट इयरको स्टुडेन्टहरूको फोटो हो। अब यस वर्ष पनि यसै अनुसारले हुन्छ र नयाँ पर्सपेक्टिभमा 2026को पर्सपेक्टिभमा यो कुराहरू पनि उल्लेख गरेका छन्। साथै गेम्सहरू खेल्नको लागि पनि एक्स्ट्रा एक्टिभिटिजहरू हुन्छ नि, 1-2 घन्टा दिनको खेल्दाखेरि राम्रै हुन्छ ओभरअल होइन, मेन्टली र फिजिकली पनि फिट हुन्छन् होइन। सो त्यसको पनि व्यवस्था कलेजले एकदम पुरै ध्यान दिएको छ होइन। र मैले अघि नै भने इन्टरनेसनल कुरा होइन, युएसए जस्ता कन्ट्रीहरू र अन्य पनि 15वटा देशहरूसँग सम्बन्धन प्राप्त युनिभर्सिटी हो इन्टरनेसनल भएकोले गर्दा होइन। र यहाँसम्म हुन्छ डोर्मेट्रीमा तपाईँको हरेक कुरा होइन म्यानेज गरेका छन् होइन। र हामीले कुरा गरे अनुसार हामीले त्यहाँको स्टुडेन्टसँग बुझ्दाखेरि यहाँसम्म कि तपाईँको लुगासुगा धुइदिने सबै होइन, कोठा सफाइ गरिदिने सबै स्टाफ्सहरू मजाले राखेका छन् होइन। र यस्तो बेडसिटरहरू होइन, यस्तो बेड भएको होइन, युनिभर्सिटी के भन्छ मेसहरू रहेछ होइन। र साथसाथै तपाईँको फुडको लागि पनि साउथ इन्डियन र नर्थ इन्डियन गरेर 2वटा सेफै राखेका छन् होइन। र त्यसले प्रोपर होइन एकदम राम्रो खाना पकाएर दिन्छन्, ताकि तपाईँले त्यो जुन खाना पकाउने टाइम हुन्छ जुन लाग्छ खाना पकाउन होइन, त्यो टाइममा तपाईँले पढाइ गर्न पाउनुहुन्छ होइन। सो त्यो टाइम पनि सेभ हुने भयो होइन। त्यस्तो छन्। र अब यसमा एडमिसन गर्न के छ इलिजिबिलिटी भन्दाखेरि मेन त तपाईँको होइन 12 पास भएको हुनु पऱ्यो होइन, 12मा बायोलोजी लिएर पास गरेको हुनु पऱ्यो। र त्यसपछि तपाईँको जुन नेपालबाट हुनुहुन्छ भने तपाईँले सिई पास गरेको हुनु पऱ्यो होइन, अथवा इन्डियाबाट हुनुहुन्छ भने होइन निट पास गरेको हुनु पऱ्यो होइन। सँगसँगै यदि अरू कन्ट्रीबाट छ भने आफ्नो देशको लाइसेन्स के भन्छ इलिजिबिलिटी जुन हुन्छ नि होइन त्यो गरेको हुनु पऱ्यो होइन। र एप्लिकेसन प्रोसेस के छ भन्दाखेरि हामी त्यो पनि कसरी एप्लिकेसन गर्ने त्यो पनि हामी पछि एकछिनमा लास्टमा भन्नेछौँ है त। त्यस्तो कुरा छ है त। अनि अब ट्राभलिङ प्लानको लागि अब यहाँ के छ भन्दाखेरि तपाईँको ठ्याक्कै त्यो पनि हामी इलेक्सनको कुरा गर्नेछौँ होइन। यहाँ सक्नुहुन्छ लास्ट इलेक्सन गइरहेको फोटो त्रिभुवन इन्टरनेसनल एयरपोर्टको फोटो यसमा हालेर रहेछ है त। त्यस्तो छ होइन। अब यो मैले अघि भने सुरुमै युनिभर्सिटी कहाँ छ भन्दाखेरि उज्बेकिस्तानमा छ, जुन कि सेन्ट्रल एसियामा पर्छ यो कन्ट्री होइन। र एकदमै पिसफुल कन्ट्री हो, मुस्लिम कन्ट्री भए पनि एकदम सेफ कन्ट्री हो, अहिलेसम्म त्यस्तो केही पनि त्यस्तो वारहरू धेरै नभएको कन्ट्री हो। र मैले अघि नै भनेअनुसार होइन यो कन्ट्रीले यो युनिभर्सिटीले होइन हरेकमा वर्ल्ड हेल्थ अर्गनाइजेसन होस्, चाहे बङ्गलादेशको मेडिकल काउन्सिल होस्, चाहे नेपालको मेडिकल काउन्सिल होस् होइन, चाहे अन्य त्यो एफएमआइआर होइन इसिएफएमजी जुन कि युकेको हो होइन, युनाइटेड किङडम लन्डनको होइन, त्यो होइन हरेक के भन्छ बोर्डहरूबाट सम्बन्धन प्राप्त होइन युनिभर्सिटी रहेछन् है त। त्यस्तो कुरा भयो होइन। सो यति जानकारी भयो कलेजको बारेमा होइन। अब के छ फी कति छ भन्दाखेरि त्योपट्टि हेरौँ है त। र फी हामीले के भन्छ नेपालको फी र यहाँको फी पनि हामी कम्पेयर गर्नेछौँ है त। सो यहाँ सक्नुहुन्छ यो चाहिँ तपाईँको ठ्याक्कै $7,300 होइन। यो चाहिँ फर्स्ट इयरको प्याकेज हो र यो एट द टाइम अफ एडमिसन हामीले पे गर्नुपर्ने हुन्छन् है त, जसमा तपाईँको ट्युसन फी होइन, होस्टेल फी, लन्ड्री फी, ट्रान्सपोर्टेसन भनेको तपाईँको नेपालदेखि इन्डिया, इन्डियादेखि उज्बेकिस्तान जाने जुन रुट छन् त्यो रुट पनि के भन्छ प्लेन टिकटको खर्च पनि होइन। र त्यहाँ गएपछि मेडिकल चेकअप होइन, र मेस फी होइन जुन कि दिनको 3 पल्ट खाना हुन्छन् होइन, भिसा एक्सटेन्सन, भिसा रेजिस्ट्रेसन, ट्रान्सलेसन, डकुमेन्टेसन, लिगलाइजेसन होइन, भनौँ न सम्पूर्ण काम तपाईँको 7,300 USDमा हुनेछन्, जुन कि अहिलेको अनुसारले यदि तपाईँ कन्भर्ट गर्नुहुन्छ भने एप्रोक्स अराउन्ड 10 लाख पर्न जान्छन् है त। यो 10 लाख नम्बर याद गर्नु होला, किनभने यसलाई हामी एकछिनमा नेपाली फिसमा पनि कम्पेयर गर्नेछौँ है त। सो फर्स्ट इयरमा तपाईँले एट द टाइम अफ एडमिसन होइन अराउन्ड 10 लाखमा होइन, त्यो पनि नेपाली प्रोफेसरहरू भएको होइन, इन्डियन प्रोफेसर भएको, इन्डियन स्टुडेन्ट नेपाली स्टुडेन्ट भएको, कम्प्लिटली इङ्ग्लिस मिडियममा पढाइ हुने होइन। सो त्यस्तो युनिभर्सिटी रहेछ है त। सो
यो युनिभर्सिटीले तपाईँले नेपालको धेरै जसो युनिभर्सिटीसँग कम्पेयर गर्न सक्नुहुन्छ होइन। भनौँ न जस्ट नेपालकै सरहको युनिभर्सिटी हो, नेपालकै युनिभर्सिटी हो, तर जस्ट के भन्छ बोर्डरभन्दा बाहिर छन् है त। सो फर्स्ट इयरको फी तपाईँको 10 लाख हुने भयो है त होइन। र सेकेन्ड इयरदेखि तपाईँको 4,900 होइन, कम्प्लिटली फी सबै मिलाएर होइन, ट्युसन, होस्टल, मेस होइन, भिसा एक्सटेन्सन, भिसा रेजिस्ट्रेसन सबै कोर्स मिलाएर, सबै कुरा मिलाएर 4,900 US डलर, यानि कि यो एप्रोच गर्नुहुन्छ भने एप्रोक्स अहिलेको रेट अनुसारले होइन एराउन्ड 7 लाख होइन पर इयरको हिसाबले पे गर्न सक्नुहुन्छ। र यहाँ भनेअनुसार होइन तपाईँको फर्स्ट इयर फी चाहिँ एकैपल्टमा पेमेन्ट गर्नुपर्ने हुन्छ, वान टाइम पेमेन्ट होइन। र सेकेन्ड इयरदेखि सेमेस्टर वाइज पे गरे पनि तपाईँले पे गर्ने तपाईँकोसँग अप्सन हुन्छ होइन। सो एकैपल्ट हेडेक चाहिँ भएन पे सो भनेपछि होइन, स्टुडेन्ट फ्रेन्डली पनि र प्यारेन्ट्स फ्रेन्डली पनि के होइन। त्यस अनुसारले हरेक कुरा डिजाइन गरेका छन् यहाँ होइन। र अर्को खुसीको कुरा के छ भन्दाखेरि नि होइन, अब जुन स्टुडेन्टहरू होइन दोज स्टुडेन्ट हु पर्फर्म इन एकाडेमिक एटेन्डेन्स होइन, एकाडेमिक एटेन्डेन्स पुरै मजाले गरेका छन्, क्लासहरू लेभ ल्याएको छन् धेरै होइन, एकाडेमिक मोड्युलहरू कम्प्लिट गरेका छन्, इक्जामहरू सबै दिएको छन् भने स्कलरसिप इक्जाम उसले एपियर गर्न पाउँछन् होइन, गर्न पाउँछन्। र त्यो इक्जाममा यदि मानौँ हामीले बुझेअनुसार 300 MCQ हुनेछन्, जुन कि हरेक वर्ष हुनेछन्। जस्तै फर्स्ट इयरमा छौँ भने फर्स्ट इयरको एट द इन्ड होइन, फर्स्ट इयरबाट 300 MCQ आउँछन् होइन। त्यसमा कतिको पर्फर्म गर्यो होइन, त्यसको बेसिसमा होइन कोहीले एक दुईजनाले फुल स्कलरसिप, एक दुईजनाले 75%, एक दुईजनाले 25% गरेर होइन त्यसरी फी एक्जिम्सन पनि गरेका छन्। र यसै वर्ष पनि एकजना नेपाली सिस्टरले के भन्छन् फुल स्कलरसिप यसमा पाउनुभयो है। त्यसको बारेमा पनि हामी लास्टमा हुन्छ भने भन्ने छौँ होइन। सक्नुहुन्छ NMC कोचिङहरू तपाईँको सुरुदेखि नै यहाँ दिनेछन् होइन, हरेक कुराहरू त्यस अनुसारले छन् है। अब मैले सुरुदेखि भन्दैछु म होइन, के भन्छ उसको डिन चाहिँ के भन्छन् नेपाली हो भनेर को हो भन्दाखेरि उहाँ हुनुहुन्छ डक्टर किशन भण्डारी। उहाँ चाहिँ प्रोफेसर डक्टर किशन भण्डारी हुनुहुन्छ र उहाँ चाहिँ न्युरोसर्जन हुनुहुन्छ नेपालमा, र विगत धेरै वर्षदेखि चाइनामा डिफ्रेन्ट इन्टरनेसनल कन्ट्रीहरूमा होइन, यहाँसम्म कि नेपालमा पनि प्रोफेसरको रूपमा काम गरिसकेका रहेछन् होइन। र अहिले चाहिँ एसिया इन्टरनेसनल युनिभर्सिटीमा डिनको रूपमा कार्यरत हुनुहुन्छ है। सो उहाँ हुनुहुन्छ हाम्रो होइन। सँगसँगै यहाँ आउन सक्नुहुन्छ। मैले अघि नै भनेको थिएँ कि मैले यो कलेजले होइन हरेक कुरा रजिस्टर गरिसकेको छ। यहाँसम्म यो तपाईँको वर्ल्ड डिरेक्टरी अफ मेडिकल स्कुल हो कि अब कुनै पनि युनिभर्सिटी होइन आधिकारिक हो कि होइन त्यसले आधिकारिक रूपमा कोर्स चलाएको छैन होइन। यो तपाईँले वर्ल्ड डिरेक्टरी अफ मेडिकल स्कुलबाट भेरिफाई गर्न सक्नुहुन्छ। यसको तपाईँको वेबसाइट हुन्छ होइन, सर्च गर्न सक्नुहुन्छ WDOMS होइन, गुगलमा सर्च गर्न सक्नुहुन्छ। र त्यहाँ गएर यो नाउँ लेख्दाखेरि तपाईँले देखाउँछ। यहाँ चाहिँ हुन्छ, यहाँ चाहिँ मैले अघि नै सुरु भनेको थिएँ होइन, ठ्याक्कै यहाँ 2 किसिमको कोर्सहरू रहेछ होइन, ब्याचलर अफ मेडिसिन र सर्जरी गरेको कोर्स होइन, र अर्को चाहिँ डक्टर अफ मेडिसिन होइन। अब यहाँ चाहिँ ब्याचलर मेडिसिन 5 इयरको कम्प्लिटली थ्योरी कोर्स हो र प्लस 1 इयर इन्टर्नसिप यसमा हुन्छन् होइन। र सबै कुरा यहाँ डिटेलमा दिएको छन्। 2022 क्लासमा सुरु भएको छन् यो होइन। र अर्को चाहिँ डक्टर अफ मेडिसिन भनेर यो पनि MBBS सरह नै कोर्स हो भनेर हामी जानकारी लिएछौँ होइन। र यहाँ सक्नुहुन्छ होइन नेपाल मेडिकल काउन्सिल होइन, नेपाल मेडिकल काउन्सिलसँग यो AIU को डिनले मिट्स गरेर होइन आफ्नो कुराहरू राखेर रहेछन् भनेर है त। सो यो चाहिँ होइन तपाईँको NMCLE को होइन नेपाल मेडिकल काउन्सिलको चेयरम्यानसँगको फोटो चाहिँ रहेछन् है त। सो त्यो कुरा भयो। अब एकैछिन होइन यसको फी हामी नेपालको कलेजसँग कम्पेयर गरौँ है त। यो चाहिँ तपाईँको नेपालको कलेजको होइन रूपन्देही होइन देवदाह मेडिकल कलेजको फी रहेछन् है त, फी स्ट्रक्चर। सो कम्पेयर गरी हेर्नु कति रहेछ भन्दाखेरि यहाँ सक्नुहुन्छ। यहाँ हाम्रो फर्स्ट इयरको होइन के भन्छन् ट्युसन फी मात्र 15 लाख रहेछन् क्या, याद गर्नु होला होइन। र सबै कुरा मिलाएर त झन्डै 19 लाख फी होइन तपाईँको एट द इन्ड अफ के भन्छ एट द टाइम अफ एडमिसन हामीले पे गर्नुपर्ने हुन्छ है, एट द टाइम अफ एडमिसन होइन। अब कम्पेयर गर्नु है, अघि चाहिँ तपाईँको कति थियो फर्स्ट इयरमा फर्स्टमा पे गर्नुपर्ने होइन जम्मा 10 लाख थियो भने अहिले तपाईँको यहाँ झन्डै 20 लाख भनौँ न, झन्डै 19 लाख फी छ क्या, झन्डै दुब्बर फी होइन, 2 टाइम्स होइन फी छ झन्डै है त। र अरू सेकेन्ड इयरदेखि पनि होइन त्यहाँ के भन्दाखेरि त्यहाँ जम्मा 7 मात्र थियो होइन। र यहाँ सक्नुहुन्छ होइन सेकेन्ड इयरतिर पनि 17 होइन 17 होइन यसरी 17 फी छ क्या होइन। सो यहाँ टोटल तपाईँको एराउन्ड 58 होइन टोटल चाहिँ नेपालमा पढ्दाखेरि 58 जति लाग्न जान्छ भने त्यही ठाउँमा तपाईँले यस एसिया इन्टरनेसनल युनिभर्सिटीमा होइन 44.5मा होइन तपाईँको लजिङ फुडिङ होइन सबै कुरा ट्रान्सपोर्टेसन सबै कुरा मिलाएर पढ्न जान्छन्, त्यो पनि होइन 6 इयरमा है। सो यसरी भिन्नता रहेछन् है त। सो अब ल फाइनली अब हरेक कुरा भइसकेपछि अब यहाँ एप्लाई गर्नलाई के गर्ने त होइन। सो यसको पनि एकदम सिम्पल छ होइन, तपाईँले CE चाहिँ पास भएको हुनु पऱ्यो होइन। र त्यसपछि तपाईँले एप्लाई गर्नको लागि हाम्रो साबान इन्स्टिट्युट होइन +977 होइन यो तपाईँको कोड भयो होइन।
र त्यसपछि नम्बर होइन 98 होइन 28755764 मा तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँले व्हाट्सएप होइन अथवा कल गरेर पनि होइन अथवा हामीलाई भिजिट गरेर पनि यसमा कसरी एप्लाई गर्ने के डकुमेन्ट चाहिन्छ हरेक कुराको जानकारी सक्नुहुन्छ होइन। र जुन यसको एक्ज्याक्ट फी छ होइन त्यसमा केही पनि एक्स्ट्रा नलिकन होइन जुन यसको फी छ होइन त्यसै फीमा ठ्याक्कै त्यही फीमा 1 रुपैयाँ पनि एक्स्ट्रा नलिकन हामीले यही फीमा तपाईँलाई एडमिसन गराउन सक्छौँ होइन। सो भिडियो यहाँसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धन्यवाद होइन। साथीहरूले पनि सेयर गर्नु होला है त। ल धन्यवाद।